आज चाहिँ म यहाँनिर बेसनको है भुजिया बनाउनको लागि चाहिँ तयार छु है। मेरो बेसन छ है, यो तेल भयो है, हल्दी जिरा पाउडर, यो लाल मिर्च, यो तिखा लाल, यो कलर हो लाल मिर्च पाउडर। अब चाहिँ म तयार गर्दैछु। मैले चाहिँ यहाँ जति पनि लाउनु पर्ने कुरोहरू चाहिँ सबै मिलाइसकेको छु है। यसलाई चाहिँ अब मजाले गुन्नु पर्ने छ है, त्यसको बादमा तपाईँलाई देखाउँछु। म चाहिँ गुनेर पनि तयार पारिसकेको छु र यहाँ बन पनि रेडी भइसकेको छ है। यहाँ आएर चाहिँ ट्याक्क पड्काउनु मात्रै बाँकी छ है। यहाँ डो पनि रेडी भइसक्यो हो, तेल सेल लगाइसकेको छ। अब लोड गर्नु मात्रै छ। अब बनमा चाहिँ लोड गरेर पड्काउँछ है। यो चाहिँ चिरा खाँदै अब चाहिँ यो बनाइन्छ। फर्स्ट बुलेट चाहिँ मैले झिकाइसकेको छु हो। फर्स्ट बुलेट पड्काइसकेको छु मैले। यस्तो भएर चाहिँ यसले झिकौँ भनेको कि यसले चाहिँ झिक्नु हुँदैन रहेछ हो। अब कराई एकदमै सानो भयो हो, हेरौँ योमा। तर बजारको भन्दा चाहिँ यो चाहिँ एकदमै ठुलो भएर आयो। यो आफै चाहिँ बुलेटको झिकाउँदै अब यो साह्रो पर्दैछ बुलेटको चाहिँ। त्यस्तो हुँदैछ हो, सक्न आँटेको छु मैले। यसलाई चाहिँ अब झुराउनु पऱ्यो है। अन्त यहाँ चाहिँ 2 गोली मात्रै छ। तयार भइसक्यो। अर्डर दिनुहोस्। मेरो चाहिँ यो तयार भइसकेको छ है। अब यसमाथिबाट चाहिँ बदाम लाउनु मात्रै बाँकी छ, अन्त झुराउनु छ है। आधा किलो जति बेसन थियो होला है, आधा किलो पनि थिएन। त्यसको चाहिँ बनाएको यति भएको चाहिँ हो। यो चाहिँ होममेड एकदम हाइजेनिक हो यो चाहिँ है, आफूले बनाएको। कस्तो फाइनली चाहिँ मेरो भुजिया चाहिँ तयार भइसकेको छ हो। अब यहाँनिर टक्क यसलाई चाहिँ गर्नु मात्रै बाँकी छ है।